हेलो गाइस, सबैलाई गुड मर्निङ हैन। साथ सपोर्ट चाहिन्छ, साथ सपोर्ट गर्दै गर्नु गाइस हैन। बाको अल राउन्डर यहाँबाट हेर्नु कस्तो बवाल देखिन्छ हैन। बवाल दिन्छ अहिले ट्र्याक्टर 2 भन्दा मुनि। हेलो गाइस, सबैलाई गुड मर्निङ हैन। अब आज हाम्रो यात्रा चाहिँ हैन टक्क रबाससम्म छ हैन। अब सरै हुँदै ट्याक्क अब दमगडा हुँदै ट्याक्क हैन रबाससम्म हामी पुग्ने भन्ने हाम्रो अब यसो लक्ष्य हैन। त्यहाँ कस्तो के छ, त्यहाँ दामी दामी सिनहरु, दामी दामी गाउँको भ्यूहरु हैन सबै देखाउने कोसिस गर्छौं गाइस हैन। हेरेर साथ सपोर्ट गर्दै गर्नु होला हैन। त्यही हो ल। अब बाटोमा भेटौँला गाइस है। गाइस सरर हैन तपाईहरुलाई भ्यूहरु देखाउँदै, तपाईहरुलाई दामी दामी ठाउँ देखाउँदै हैन। मेरो चाहना भनेको सबैलाई राम्रो देखाएर आफू राम्रो हुने हो। त्यही हो गाइज हैन। भिडियो हेरिदिनु होला, च्यानललाई सपोर्ट गर्नु होला, सब्स्क्राइब गर्नु होला। त्यति हो, अरु कुरा त त्यस्तै हो। आज मौसम पनि कस्तो पानी पर्ला जस्तो छ। अब हेरौँ, लेट्स सी के हुन्छ हैन। गाइज यो चाहिँ हैन श्रीनगर होटल एकदम दामी छ हैन। तपाईहरु यहाँ चाहिँ यो चाहिँ हाम्रो पाल्पाको वान अफ द मोस्ट हैन फेमस होटल हैन श्रीनगर होटल। पार्किङ सार्किङ सब भएको, केही चिजलाई कम्प्रोमाइज नगरेको, सबै चिजमा चाहिँ हैन अल दिएको, सब ठिक छ गाइस। तपाईहरुलाई हैन बवाल देखिन्छ यहाँबाट चाहिँ पाल्पाको भ्यू हैन। पाल्पाको अल राउन्डर यहाँबाट हेर्नु कस्तो बवाल देखिन्छ हैन। सफा आहा भने पनि हुन्छ के यसलाई ट्याक्क हेर्नु बवाल देखिन्छ पाल्पाको भ्यू हैन। तपाईहरु पनि कुनै बेला आउँदाखेरि हो यहाँ माथिबाट चाहिँ पाल्पाको सबै फोटोहरु खिच्नु होला। अब तपाईहरुलाई अब यहाँबाट चाहिँ अब सर्टकट हैन श्रीनगर जानको लागि सर्टकट यहाँबाट छ गाइस है। तपाईहरु जान सक्नुहुन्छ। अहिले त घटेछ त है दाइ, 2 रुपियाँ घटेछ। के अरे 1500 हालिदिनु न। के 2 रुपियाँ भए पनि घटेछ, छिटै घट्छ होला अझै होइन। कति आउने भएछ 1500 को? धन्य रहेछ। बाटो बन्दैछ, बवाल हुँदैछ है यहाँ पनि। यहाँ चाहिँ बन्नै पर्थ्यो होइन काबिल? यहाँ चाहिँ आन्डु कान्डु थियो के। बुलबुल से बुलबुल आहे ना तुम्हारे बतिया। गाइज यो चाहिँ हैन लुम्बिनी मेडिकल कलेज हैन, एकदम दामी, एकदम अति उत्तम हैन। हामी अहिले यहाँ आइपुगेको छौँ हैन। यस्तै छ यहाँको चलपल गाइज है। हेर्नु 46,800 त भइहाल्यो नि।
बवाल छ यहाँ। अब आँप फल्छ दामी होइन। आँप खान यहाँ आउनु होला, एकदम मिठो मिठो आँप फल्छ। कुनै बेला राति आउँदाखेरि मैले टक्क यो बुटोबाट चोरेर खाएको थिएँ आँप होइन। तपाईँहरू चाहिँ चोरेर नखानु होला, सोधेर खानु होला। तर सोध्न पनि पर्दैन होला सायद। तर हामी चाहिँ राति 1 बजे बुटोलतिरबाट फर्केर आउँदा चाहिँ खाएको थियौँ गाइज है। एकदम मिठो मिठो आँप थियो। आएर खानु होला होइन। यहाँ माथि यो माथि पार्क छ, यो पार्कमा पनि घुम्नु होला गाइज है। यहाँ एकदम राम्रो पार्क छ है। अब हामी चाहिँ यहाँबाट यता भित्र जाने हो। यो ठाउँलाई चाहिँ बास्टारी भन्छ होइन। बास्टारीबाट भित्र जाने हो हामी गाइज है। बवाल छ बवाल सब यहाँ दामी छ क्या। त्यही हो, यहाँ चाहिँ बेला बेलामा चाहिँ अहिले गर्मी महिनामा पनि ठिकै छ अहिले यहाँको हावा। तर अहिले घाम लाग्यो भने यहाँ लास्टै गर्मी हुन्छ यार गाइज। लास्टै गर्मी, जाडो महिनामा चाहिँ लास्ट हावा चल्छ। यहाँ त गाडी नै उडाउने हावा चल्छ। अहिले पनि हावै चलिरहेछ यहाँ चाहिँ। जताबाट पनि हावै आउने ठाउँ भएर होला, यो बिचमा भएर होला। हेर्नु न एकदम राम्रो छ। आज चाहिँ त्यति चलपल छैन बजारमा होइन। आज शनिबार भएर सबै भित्रभित्र हुनुहुन्छ क्या होइन। आज त्यति चलपल छैन बजारतिर। तर एकदम राम्रो छ सराई होइन। तपाईँहरू पनि आउनु सक्नुहुन्छ, घुम्नुहोस् होइन। सराई घुम्नुहोस्। अनि त्यसपछि त्यो के अरे कौडे लेक जानुहोस्। त्यतैबाट कौडे लेक पुगिन्छ। अहिले चाहिँ हामी कौडे लेक होइन, हामी चाहिँ अगाडि जाने हो। तर नेक्स्ट टाइम अब कौडे लेक पनि गइन्छ छिट्टै होइन। तर अहिले होइन, छिट्टै गइन्छ कौडे लेक पनि। चेन टाइट गरिदिनुहुन्छ? चेन टाइट हजुर बोला त जा। होइन यता रबासतिर। बहुत आवाज आइरहेको छ फेरि खेल गर्दै। आवाज त तिमीले हेरेर अब टाइट गरिदिनु बाटो गरिदिन्छु अनि किन्यो भन्दा टाइट गर्नु पर्छ। त्यसो ओइल हाल्नु न त। ओइल हालिदिनु नि त दाइ। त्यो त छ खुल्ला। खुल्ला छैन ल यदि ल गाइज अहिले चाहिँ हामी यो के अरे देउगिर भन्दा मुनिपट्टि छौँ है। यस्तो बवाल छ भ्यू पनि हेर्नु होइन। हामी चाहिँ अहिले ट्याक्क देउगिर भन्दा मुनि बस्दैछौँ। अब यहाँबाट अब एकछिनमा हिँड्ने होइन। तपाईँलाई सकेसम्म हामीले राम्रो देखाउने चाहना होइन। त्यो गाइज हेर्नु अब बाइकलाई पनि एकछिन सेलाउन हाल्दैछौँ होइन। धेरै तात्यो। हेर्नु मौसम चाहिँ बवाल छ गाइज है। आजको मौसम दामी छ। तपाईँहरू भ्यूहरू हेर्न सक्नुहुन्छ होइन। एकदम दामी भ्यू छ है। अनि अब नेक्स्ट टाइम चाहिँ हामी कौडे लेक पनि जान्छौँ होइन। तपाईँहरूलाई कौडे लेक देखाउँछौँ। अहिले चाहिँ तपाईँहरूलाई त्यही हो रबासको होइन बवाल ठाउँ रबासमा जाँदैछौँ होइन। तपाईँहरूलाई बवाल देखाउँछौँ गाइज है। त्यो हेर्नु होला होइन। हेर्नुहोस् अगाडिको भिडियो अगाडि अब के कस्तो हुन्छ प्ले गर्नु होला गाइज है। कपिला झर त यस्तो छ गाइज है। बाटो यार बिग्रेको कारणले गरेर बनाउँदै गरिरहेछन्। कहिलेसम्मलाई हो त यो बाटो बन्द? कपिल एकदम
हेलो गाइस, सबैलाई गुड इभिनिङ, सबैलाई नमस्कार होइन। अब यस्तै छ है, अब आजको ब्लग हाम्रो यहीँसम्म थियो है। अब हेर्नु अब यस्तै छ, अब दुःख छ है यहाँ आएर अब होइन। यहाँ दोकानहरू पनि छैन अरे है। अब अलि अगाडि गइसकेपछि अब केही खानु पर्ला, अब भोक पनि त्यस्तै लागिरहेको छ है। अब त्यही हो, गाह्रो हुन्छ, दुःख हुन्छ। अब दुःख हुन्छ भने त के गर्ने होइन। अब आइसक्यो, अब आएपछि केही खान पनि पऱ्यो, भोकले यार प्याक भइसकेछौँ है। तपाईँहरूलाई त्यही हो, सकेसम्म मेरो चाहिँ त्यही हो, सबै राम्रो देखाउने होइन। तपाईँलाई राम्रो देखाएर आफू राम्रो हुने मेरो चाहना है गाइज है। त्यो तपाईँहरूले पुरा गर्न सक्नुहुन्छ, त्यही हो, तपाईँले पुरा गरिदिनु होला है। अब के गर्नु होइन, आज थाकियो, लास्टै थाकियो। पछि बाटो हिँड्दा होइन प्याक भइसक्यो है। गर्मी अहिले भइरहेछ है। अब के गर्नु होइन, यस्तै छ। त्यो साथ सपोर्ट गर्नु होला गाइज, माया गर्नु होला होइन। च्यानललाई सब्सक्राइब गर्नु होला है, सपोर्ट गरिदिनु होला गाइज, त्यति हो होइन। तपाईँहरूलाई के भन्नु होइन, मैले त्यही हो, तपाईँहरूलाई दामी भिडियो बनाएर देखाउने कोसिस गर्छु। अब आज हुँदैन भने केही छैन, भोलि पर्सि निक पर्सि जहिले हुन्छ होइन। 2-4 महिना, 10 महिना, 20 महिना, 25 महिना, 30 महिना, जति महिना भए पनि जे गरी भए पनि राम्रो भिडियो देखाउने तपाईँहरूलाई कोसिस गर्छु। त्यो हार खाँदैन गाइज, त्यही हो, तपाईँहरूको साथ सपोर्ट चाहिन्छ। साथ सपोर्ट गर्दै गर्नु गाइज होइन। मैले पनि भिडियो हाल्दै गर्छु, ठिकै छ। अहिले नर्मल्ली कति 100 भ्यू, 30 भ्यू, 40 भ्यू, 50 भ्यू केही छैन, बिस्तारै हुन्छ होइन। 40-50 भ्यू इज भेरी गुड फर मी भने जस्तो हो होइन। त्यही हो, पछि हुन्छ गाइज होइन। मलाई केही टेन्सन छैन। त्यही हो, तपाईँहरूले हेरेर भनिदिनु होइन, यस्तो गर्नु पऱ्यो ब्रो, यस्तो गर्नु पऱ्यो होइन। त्यति भनिदिनु होला, त्यति भन्नुभयो भने पनि म खुसी हुन्छु होइन। त्यो गाइज, ल आजको ब्लग यहीसम्म थियो। ल हस् त, बाई बाई गाइज, ल।